भाँच्नुपर्छ ल अब भोलि के गर्ने भने हाम्रो भन त त्यो बेला अब सबलाई बोल्नु है सबै हामी भाइहरू तिमीहरूको जति साथी भाइहरू सबलाई बोल्नु अलिकति हामी मासमा अलिक धेरै पनि हुनुपर्छ कि त्यो गर्दाखेरि सबैजना अलिक धेरै नै चाहिन्छ कि हाम्रो मान्छेहरू अलिक धेरै नै चाहिन्छ अलिकति धेरै यहाँ हाम्रो यो वसुन्धराको बाँसबारीको हाम्रो चप्पल कारखानाको अनि हाम्रो धुमारेको मणिकाटार हाम्रो जति यो बालाटारको सबै युथहरू आएर गर्ने त्यो कति बजी गर्ने 9 बजे भनेको छ भाइ ठिक छ 9 बजे सबै आफै आफैले क्यान्डिडेट लिएर आउनु है सबै गाइजहरु भन्दै 9 बजे ठिक छ हैन राति 8 बजे ट्राफिक हुन्छ 9 बजेतिर ठिक होला हैन 9 बजे राति हुन्छ तर 9 बजे भनेको 8:30 बजे आयो भने 9 बजे जम्मा हुन्छ ठिकै हुन्छ तर क्यान्डिडेट चाहिँ आफ्नो आफैले लिएर आउनु सबैले हैन क्यान्डल मात्रै होइन लाइटर पनि लाइटर क्लबले अहिले चाहिँ फेरि टोले पछि केटाहरूले पनि अहिले आफ्नो टोलमा चाहिँ प्रोटेक्सन गरिरहेछ क्या सबैले याद गर्नु फेरि मतलब भोलि अब भाइलाई अध्यक्ष हो नि त यो यसले भोलि हामीलाई भन्ने हो कि अनि हामी आउने हो नि त तर तिमी अहिले एक्टिभ हुनुपर्छ कि बाबु रियल हो तिमी भनेको अध्यक्ष जस्तो मान्छे सानो भएर बोल्नुपर्छ कि जस्तो दाइ भाइ अङ्कल भनेर बोल्नुपर्छ क्या म अध्यक्ष भनेर पुग्ने होइन नि त के कसो भाइ मैले राम्रो भन्यो अहिले एक्टिभ हुनुपर्छ विकास दाइ अनि जम्मा त यही हुने होला नि बाटोमै हुनुहुन्छ साथीहरू अहिले बिस्तारै त फोन गर्नु पऱ्यो नि त उसले तिमीले त सबै यङहरू त तिमीले थाहा छ नि त हामीलाई त के थाहा नि तिमीले तिमीले पढ्दाखेरि तिमीले भएन भने तिम्रो जति मास भएपछि म अनि पछि मैले बोलाइदिन्छु कि यहाँ 1000जना केटाहरू म बोलाइदिन्छु नि तर पहिला तिमी फर्स्ट एक्टिभ हुनु पऱ्यो नि त हाम्रो नेतृत्व गर्ने को अन्त मैले अस्ति चाहिँ के सोचेको भने अस्ति त्यो बच्चाहरूको चाहिँ बितेको बेलामा चाहिँ ब्लड डोनेसन रगत चाह्यो भन्थ्यो मैले तिमीलाई भनेर सबले हामीले ब्लड देऊ भनेर भन्नु खोजेको कि मैले ठिकै होइन युथहरूको चाहिँ ब्लड तिमीहरूको त एक्टिभ छ नि त ब्लडहरू यहाँ बुढो मान्छेहरू त सुगर लाग्छ मैले के लाग्छ त्यसको त काम छैन तिमीहरूको त काम छ नि त यहाँ होइन ल अब कसरी के गर्यो अब अध्यक्षज्यूले मिलो अब हल्का मिलो अब के भन्नुपर्छ त्यो त पछिको कुरा अब त्यो ओडा दक्षिण खै बनाइदिनु पर्दैन ओडा सदस्य भन्दैन अर्का झोलामा त बोके गर्छु मैले कतिचोटि भने अर्का झोलामा त बोक्छ मैले कहिले ठाउँमा पुगेन भने कुर्सीमा छैन त के काम के हो तिमी कुर्सीमा छैन तैँले के गर्नु सक्छ तलमै हात त छैन के काम तैँले घरमा मात्रै गरेर के काम 40 समथिङ 40 शान्ति सुरक्षा कायम गर्दा हाम्रो धेरै भूमिका छ दौलत धेरैवटा हात दिएर हराएको छ हामीलाई पनि त्यो हातको यहाँ मोदीले सहयोग हामीलाई हामी नै नजिक छौँ त्यो हिसाबले यो हाम्रो एरियालाई चाहिँ कसरी सुरक्षित गर्ने सँगै क्लबलाई कसरी व्यवस्थापन गर्ने हामीले हाम्रो अहिले हामी धेरै विकास नेतृत्व सबैले हामीलाई साथ दिनु सम्म पर्ने अतिलाई दिनु हामी अगाडि बढाउनु सक्छ यहाँ टोल अब अङ्कलले भनिहाल्नु जाने टोल पनि कति धेरै टोल उपभोक्ता सबै टोल त्यो पैसा उठाउनु खाना मात्र त्यहाँ भएको पैसा युटिलाइज मैले चाहिँ हाम्रो तल उपभोक्ता टोल समितिहरू त्यो पैसा कहाँ सबै फिज गरेर राख्नु मात्र बढेको युज हुनु पऱ्यो नि त त्यतातिर हामी ध्यान दिनुपर्छ राख्नु अब भोलिको डिप्रोजन कार्यक्रम अब सबै भन्ने सबैलाई लागेको सँगसँगै विकासलाई फिल्म दाइले विकास सकिन्छ भने हामी 20 प्रिन्टदेखि रगत के अरे जम्मा गर्नु एउटा ब्लड डोनेसन राख्ने हो कि दाइले पनि भन्नुभएको छ धेरै ढिलो भयो नि फरक छैन एउटा सिम्बोलिक राम्रो हुन्छ एउटा गर्दाखेरि अब चाहिँ भाइ अब चाहिँ यो चिज अहिले घटना घट्यो होइन अब अध्यक्षज्यूलाई यो चिज यो रिभुलेसन अहिले भइरहेछ रिभुलेसन जति बेला पनि हुनसक्छ कि त्यति बेला अब चाहिँ हाम्रो केटाहरू अध्यक्षज्यूले चाहिँ
इन्फर्म गर्नु पऱ्यो कि हाम्रो चक्रपथको जति चक्रपथ बाँसबारी बसन्तधारा जस्तो धुमारे बालाटार हाम्रो एउटा मान्छे हो नि त हाम्रो एउटा एरिया हो अलिकति तिनीहरूलाई चाहिँ अहिले सम्पर्क भाइहरू सबैले चाहिँ फोन नम्बर गरेर अनि कुनै के पऱ्यो भने अब यसरी भोलि पनि यस्तो हुनसक्छ त्यही भएर फोन गरेर सबैजना आफ्नो आफ्नो मान्छेले एकवटा आफ्नो आफ्नो घरबाट एकजना निक्लिनुपर्छ आफैले तिमीले अध्यक्षले चाहिँ भन्नुपर्छ कि मलाई एउटा के कुरा चित्तुनी भने भाट भेटिनु कुरा गर्नुभयो नि त सेन्डी उभिदा यो नभए के भन्छ पहिला भाट भेटिसँग ठिक भए अहिले भाट भेटी यस्तो स्थिति आउँदैन थियो के गरेर अब हाम्रो त आर्थिक पनि चाहियो होला नि त होइन आर्थिक पनि सम्पन्न हुनुपर्ने होला यसको लागि सबै को सम्बन्धित मान्छे को छ होइन भाट भेटिसँग उसँग कुरा गरेर एउटा बरु त्यही लिने हो कि एउटा रुम लिएर सेक्युरिटीले जस्तो त्यो पनि पोइन्टमा राख्नु हो त्यो भन्दा पनि अहिले त्यो भाटभाटिनीले चाहिँ 10 जना ऊ चाहिँ 10 जना उसले चाहिँ सोसियल काम हुन्छ उसले त चक्रपथमै सोसियल काम गर्नु पऱ्यो नि त चक्रपथको मान्छेहरूलाई चक्रपथको क्लबकोलाई चाहिँ केही गर्दै भएको भाटभाटिनी प्रोटेक्सनमा हुन्थ्यो अब उसले चाहिँ यति हाम्रो चक्रपथको युथहरूलाई चाहिँ भने भए पहिल्यै भने भए त यति त चक्रपथको केटाहरू युथहरूले त रोक्थ्यो नि त भाटभाटिनी होइन अहिले त उसले त केही गरेन नि त्यही भएर अब चाहिँ उसलाई चाहिँ हाम्रो युथको चाहिँ अध्यक्षले चाहिँ सम्पर्क भएर भोलिको लागि पनि त्यस्तो हुन्छ भनेपछि अहिलेदेखि नै प्रिपेयर गर्नुपर्छ क्या उसले पनि होइन र त्यही भएर अनि अब लोकल पुलिस चौकीले पनि हाम्रो मान्छेलाई चाहिँ हाम्रो अध्यक्षहरूलाई चाहिँ सम्पर्क गर्नु पऱ्यो लोकल पनि राम्रो हुनु पऱ्यो नि त पुलिस चौकीमा अनि भाटभाटिनीको मान्छेहरू अब यहाँको ठुलो जति राम्रो पसलहरू इन्डस्ट्रीहरू चाहिँ हाम्रो क्लबहरूलाई चाहिँ प्रोटेक्सन गर्नुपर्छ क्या भोलि पर्दाखेरि त्यो चाहिँ हाम्रो क्लबको अध्यक्ष चाहिँ हो विकास भाइ हो उसले चाहिँ उसलाई सम्पर्क राखेर भोलि हाम्रो मान्छेहरूलाई चाहिँ के पऱ्यो भने युथहरूले चाहिँ परिचालन गर्नुपर्छ होइन के हो गो ग्लोबल एक्ट लोकल भन्छ नि अनि यो भोलि पनि हुनसक्छ है यो चिज अहिले यो यस्तो छ अहिले यो भयो भोलि पनि हुनसक्छ हामी चाहिँ हाम्रो टोलवासीहरू चाहिँ युनाइटेड भएर बस्नुपर्छ होइन हामीलाई काङ्ग्रेस होइन हामीलाई एमाले होइन हामीलाई माओवादी होइन हाम्रो कुनै पार्टी होइन पार्टी मतलब छैन हाम्रो टोलमा चाहिँ हाम्रो राम्रो हुनु पऱ्यो हाम्रो टोलमा हाम्रो जुनै पार्टी हामीलाई मतलब छैन है भाइ फेरि तर भोलि गेन्जी होस् या पार्टी होस् कुन मतलब भने तर भोलि हामीलाई पर्दाखेरि हाम्रो टोलको सबै हाम्रो टोलको मान्छे चाहिन्छ न एमाले होस् न काङ्ग्रेस होस् जो माओवादी होस् जो जुन पनि होइन हामी चाहिँ युनिटी हुनुपर्छ भएन भने भोलि तिम्रो घर पनि चल्छ उसको घर पनि चल्छ हामी भएन भने एउटा मेजोरिटी नभए केही हुन्न त्यही भएर अध्यक्षज्यूले चाहिँ सम्पर्क राख्छ भोलि पर्दाखेरि भोलि 9 बजे हामी गएर बच्चाहरूको चाहिँ त्यो गर्नु पऱ्यो गेन्जीहरूको चाहिँ त्यो बितेको उसमा दुःख प्रकट नगर्ने हामीले र भोलि चाहिँ 9 बजे चाहिँ सबैजना आइदिनु पऱ्यो होइन र अब यो अब अहिले यति आज योभन्दा बढी आउनु पऱ्यो है भोलि है कम भयो ल फोन आउनु भोलि चाहिँ धेरै मान्छे आउनुपर्छ धेरै मान्छे आउनुपर्छ धेरै बोलाउनु हाम्रो वडाध्यक्षहरू पनि आए हुन्छ वडाध्यक्ष सबै टोल गरेको हाम्रो प्रेम पनि वडाध्यक्ष छु हाम्रो दिनेश भाइ पनि वडाध्यक्ष सबै आउँछ नि भोलि त सबलाई बोलाउँछ थ्याङ्क यू मिलन दाइ पनि खुसी हुन्छ अब ठिक छ नि होइन अब जाउँ हामी जाउँ चिया खानु त चिया खाएर जाने चिया भन्नु विकास पहिलेको त्यो स्ट्राइक हुने बेलामै फेसबुक पनि पोस्ट गरेर तपाईँले हेरेको ल त यहाँ आएर यहाँ बिचमा दाइले भाइ चल्छ आलु चिनी खाना हुन्छ